तपाईँ कोसँग सम्बन्धित हुनुहुन्छ? पहिलो सामुएल 30 अध्यायको 13। धार्मिक जीवनमा तटस्थ रहन सकिँदैन। हामी या त येशू ख्रीष्टको सेवा गर्छौँ या त संसारका मार्ग अनुसार हिँडिरहेका छौँ। तपाईँ कुन बाटोमा हुनुहुन्छ? यो प्रश्नको उत्तर दिन म तपाईँलाई मार्गदर्शन गर्न चाहन्छु। के तपाईँ आत्मिक रूपमा पुनः जन्म भएको छ? यदि हो भने तपाईँ येशू ख्रीष्टसँग हुनुहुन्छ। तर आत्मिक नयाँ जीवन बिना हामी उहाँका साँचो अनुयायी बन्न सक्दैनौँ। तपाईँको विश्वास केमा छ? येशू ख्रीष्टमा विश्वास गर्नेहरू परमेश्वरका सन्तान हुन्। तपाईँको जीवनको उद्देश्य के हो? हाम्रो सेवा गर्ने तरिकाले हाम्रो विश्वासको सङ्केत दिन्छ। तपाईँको सङ्गति कस्तोसँग छ? तपाईँको साथीहरू को हुन्? यदि तपाईँ येशूसँग हुनुहुन्छ भने तपाईँका मित्रहरू पनि उहाँका शिक्षालाई अनुसरण गर्ने हुन्छन्। तपाईँको व्यवहार कस्तो छ? तपाईँको विचार, शब्द र कार्यले कस्तो प्रवृत्ति झल्काउँछ, संसारको अथवा स्वर्गको? तपाईँले आफ्नो गुरुबाट के सिक्नु भएको छ? कुनै पनि साँचो शिष्यले आफ्नो गुरुबाट मार्गदर्शन प्राप्त गर्छ। यदि तपाईँ येशूसँग गहिरो सम्बन्धमा हुनुहुन्छ भने अरूले तपाईँको जीवनमा पनि ख्रीष्टलाई देख्नेछन्। आजको दिन सुरु गर्नु अघि यो प्रश्नको उत्तर आफूलाई दिनुहोस्। यदि तपाईँ अझै ख्रीष्टको यात्रामा हुनुहुन्न भने उहाँको प्रेमपूर्ण निमन्त्रणालाई स्वीकार गर्नुहोस्। येशू ख्रीष्टमा आश्रय लिनुहोस्, किनभने उहाँ नै जीवन र सत्य र मार्ग हुनुहुन्छ। यदि तपाईँ येशू ख्रीष्टमा हुनुहुन्छ भने यी 4 कुराहरूमा दृढ रहनुहोस्। उहाँको आज्ञा पालन गर्नुहोस्, उहाँको वचनलाई मार्गनिर्देशक बनाउनुहोस्, उहाँलाई प्रेम गर्नुहोस्, आफ्नो सम्पूर्ण हृदयले उहाँलाई अँगाल्नुहोस्, उहाँमाथि विश्वास राख्नुहोस्, उहाँको साक्षी बन्नुहोस्। तपाईँको जीवनशैली ख्रीष्टको जस्तै बनोस्। प्रार्थना गरौँ। हे प्रभु, म तपाईँको हुँ, म तपाईँको साथमा छु। मलाई तपाईँको आज्ञा पालन गर्ने, तपाईँलाई प्रेम गर्ने र तपाईँमा विश्वास राख्ने र तपाईँको साक्षी बन्न सक्ने सामर्थ्य दिनुहोस्। मेरो जीवनले तपाईँको प्रकाश झल्काओस् ताकि अरूले पनि तपाईँलाई पहिचान गर्न सकुन्। येशू प्रभुको नाममा आमेन।